कि नेपालन्युज.com को अनलाइन। म चाहिँ यो युरोप भ्रमणको सिलसिलामा के बताइदिनु छ? यसपल्ट युरोप भ्रमणमा म युरोपियन पार्लियामेन्ट, युरोपियन युनियन र मानवाधिकार काउन्सिल, ह्युमन राइट काउन्सिलको जेनेभामा हुने पहिलो हाई लेभल सेगमेन्ट, पहिलो सेसन त्यसको यो 3टा उद्देश्यका लागि आएको हुँ र अस्तिको दिनसम्ममा मैले युरोपियन पार्लियामेन्टका पदाधिकारीहरू, युरोपियन पार्लियामेन्टका प्रेसिडेन्ट लगायत भाइस प्रेसिडेन्टहरू र निना गिल, मर्गान्टिनी लगायतका विभिन्न समितिका चेयरपर्सनहरू उहाँहरूसँग भेटघाट गरेँ, कुराकानी गरेँ र बहुत राम्रो हो। नेपालको सन्दर्भमा युरोपियन पार्लियामेन्ट सहयोग गर्न बहुत इच्छुक पाइएको छ। त्यसै गरेर हिजोबाट यहाँ युरोपियन युनियनका काउन्सिल अफ मिनिस्टर्सका महासचिव मिस्टर सोलानासँग, जाभियर सोलानासँग मेरो भेटघाट कुराकानी हो र त्यसै गरेर बेनिता सँग कुराकानी हो। उहाँ विकास सम्बन्धी पक्षहरू, सहयोग सम्बन्धी पक्षहरू ती हेर्नुहुन्छ र आज बेल्जियमका विदेश मन्त्री करालसँग पनि भेटघाट भयो। यताको भ्रमण धेरै महत्त्वपूर्ण भएको छ। युरोपियन पार्लियामेन्टसँगको पनि, युरोपियन युनियनसँगको पनि र बेल्जियमसँगको द्विपक्षीय भेटघाट पनि राम्ररी भएको छ। अब भोलि म जेनेभा जाँदैछु र 19 तारिखबाट जेनेभामा काउन्सिलमा ह्युमन राइट कमिसन काउन्सिलमा परिणत भएपछि, अपग्रेड भएपछि को पहिलो बैठक हुँदैछ र त्यसमा सरकारहरूको तर्फबाट र गैर सरकारी संस्थाहरूको पनि महत्त्वपूर्ण सहभागिता र उपस्थिति रहनेछ। त्यसमा 19 तारिखमा मैले पनि बोल्ने कार्यक्रम रहेको छ र त्यसमा त्यो संस्थामा त्यस हिसाबले सरकारको तर्फबाट भाग लिनका साथै द्विपक्षीय सम्बन्धहरूको विषयमा पनि विभिन्न देशका परराष्ट्र मन्त्रीहरूसँग पनि त्यसै सन्दर्भमा भेटघाट र कुराकानी हुनेछ। यसरी यो भ्रमण धेरै महत्त्वपूर्ण भ्रमणको रूपमा रहेको मैले ठानेको छु र यो नेपालको हितको पक्षमा धेरै सफल छ भन्ने मैले ठानेको छु। जस्तो मन्त्रीज्यू, नेपालमा चाहिँ विगत 10 वर्षदेखि चाहिँ हत्याकाण्डको चाहिँ एउटा राजनीति चलिरहेको थियो र 19 दिनको एउटा चाहिँ शान्तिपूर्ण जनताहरूको शान्तिपूर्ण आन्दोलनबाट, विशेष गरी सावधानले नेतृत्व गरेको शान्तिपूर्ण आन्दोलनको माध्यमबाट चाहिँ एउटा चाहिँ लोकतन्त्रको पुनर्स्थापना भएको छ। यस सम्बन्धमा चाहिँ युरोपियन युनियनका विभिन्न पदाधिकारीहरूले जसलाई यहाँले भेट्नुभयो, उहाँहरूको चाहिँ प्रतिक्रिया कस्तो पाउनु? उहाँहरू नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि समर्थन गरेर, खुला समर्थन गरेर, सुदृढ समर्थन गरेर आउनुभएको हो। संस्थागत रूपमा, सरकारको रूपमा वा व्यक्तिगत रूपमा पनि। र अहिले लोकतन्त्रको स्थापनाबाट उहाँहरू ज्यादै खुसी हुनुभएको छ। सकारात्मक परिवर्तन नेपालमा जुन भएको छ त्यसलाई उहाँहरूले स्वागत गर्नुभएको छ र अब नेपाललाई सकारात्मक दिशामा नै अगाडि बढाउने, एउटा लोकतान्त्रिक बाटोमा अगाडि बढाउने, नेपालमा शान्ति होस् भन्ने उहाँहरू चाहनुहुन्छ र त्यस दिशामा लोकतन्त्रको सुदृढीकरण र शान्ति स्थापनाको दिशामा सहयोग गर्न उहाँहरू तयार हुनुहुन्छ। उहाँहरूले प्रमुख रूपमा नेपाललाई हेर्ने, बुझ्ने भनेको नेपालमा अहिले सरकारमा रहेका 7 राजनीतिक दलहरू माथिको उहाँहरूको विश्वास नै मुख्य कुरा हो। उहाँहरू सम्बन्धमा लोकतान्त्रिक गणतन्त्र र तपाईँको लोकतन्त्र मात्रै भन्ने पनि एउटा चाहिँ बहसको विषय बनेको छ। उहाँहरू चाहिँ लोकतन्त्र गणतन्त्रको पक्षमा उहाँहरूको आफ्नो अभिमत रहेछ कि प्रजातन्त्र सिङ्गो प्रजातन्त्र? यसमा के भने उहाँहरूको लोकतन्त्रप्रतिको समर्थन छ र नेपालको लोकतन्त्रलाई कसरी विकास गर्ने भन्ने 7 पार्टीहरूले जे भन्छन् त्यसमा उहाँहरूको समर्थन छ। ठिकै छ। तपाईँको अहिले चाहिँ तपाईँको जुन एउटा वार्ताको प्रक्रिया भइरहेको छ, माओवादीहरूलाई चाहिँ एउटा लोकतन्त्रको चाहिँ एउटा मूलधारमा ल्याउनको निम्ति सावधानले जुन एउटा अतुलनीय एउटा चाहिँ प्रयास गर्यो, त्यो प्रयासमा चाहिँ अहिलेसम्मको अन्तर्राष्ट्रिय सहयोग समर्थन यहाँले पाउनु भएको छ र सारा देशमा तथा देश बाहिर बस्ने नेपालीहरू पनि उत्तिकै महत्त्वपूर्ण भूमिका पाउनु भएको छ। यस्तो अवस्थामा
नेकपा माओवादी प्रति साथ दलले अरू अपेक्षा के गर्न सक्छ? नेकपा माओवादीले हिंसाको बाटो छोड्नुपर्दछ। उहाँहरूले गत नोभेम्बरमा सात दलसँग भएको समझदारीमा प्रतिस्पर्धात्मक बहुदलीय प्रजातान्त्रिक प्रणाली मान्नुभएको छ र संविधान सभाको निर्वाचनमा आफ्ना हतियारहरूको व्यवस्थापन गर्ने कुरा मान्नुभएको छ र परिणामलाई स्वीकार्ने कुरा बताउनु भएको छ। त्यसको अर्थ हो उहाँहरूले हिंसाको बाटो परित्याग गर्नुपर्दछ। हिंसा कुनै पनि नाउँमा कुनै पनि बहानामा नेपाली जनताको चाहना होइन, नेपालको आवश्यकता होइन। त्यसकारण अब झन् लोकतान्त्रिक परिपाटीभित्र शान्ति स्थापना गर्नु जनताको चाहना हो, समयको माग हो र आवश्यकता हो। त्यसलाई सबैले बुझ्नुपर्छ र उहाँहरूले त्यसमा योगदान गर्नुपर्छ। तपाईँले जस्तै शान्तिपूर्ण आन्दोलनको नेतृत्वको कुरा एउटा सवाल उठाउनु थियो। नेतृत्वको सवालमा चाहिँ माओवादीहरूले के भन्यो भने एउटा प्रचण्डजीको अन्तर्गत के भन्नुभयो भने सात दलहरू आज मरेको बाघलाई चाहिँ जुगा उखालेर यो चाहिँ बाघ हामीले मार्यौँ, लोकतन्त्रको स्थापना पुनर्स्थापना गर्ने निमित्त नेकपा माओवादीको महत्त्वपूर्ण भूमिका थियो र नेतृत्व माओवादीले गरेको थियो भन्ने कुरामा चाहिँ उहाँले एउटा चाहिँ मरेको बाघको उदाहरण लिएर चाहिँ सात दलप्रति उहाँले एउटा चाहिँ कटाक्ष गर्नुभयो। त्यसप्रति यहाँ पनि त्यो दृष्टान्तै मिलेन। मरेको बाघको जुगा उखेलेको भनेको कुन बाघ मरेको थियो र कुन बाघको जुगा कसले उखेलेर बहादुरी गरे भनेको। त्यहाँ त जिउँदो तानाशाहीसँग हामी लडेका थियौँ र बिना हतियार लडेका थियौँ। कुनै मर्या बाघको जुगा उखेले होइन, तर उहाँले जिउँदो बाघसँग कुस्ती खेलेका थियौँ र हामीले हिंसाको वकालत गरेनौँ। नेकपा माओवादीले हिंसाको वकालत गर्यो। 10 वर्षको हिंसात्मक द्वन्द्वबाट 15,000 मान्छे मारिए, लोकतन्त्र अप्ठ्यारोमा पर्यो, तानाशाहीलाई सजिलो भयो। त्यसबाहेक हिंसात्मक गतिविधिले कुनै पनि सकारात्मक कुराका निम्ति योगदान गर्न सक्दैन थियो र गरेन। त्यसले एउटा प्रतिकूल स्थिति मात्रै बनायो। अब उहाँहरूले त्यति बेला यदि हिंसात्मक गतिविधि त्यो पनि बन्द गर्नुभएको थिएन, सबैलाई सम्झना होला। उहाँहरूले लोकतान्त्रिक आन्दोलन जब शान्तिपूर्ण आन्दोलन चलिरहेको थियो त्यसबेला बुटौल लगायतका विभिन्न क्षेत्रहरूमा हमला गर्नुभयो, सर्लाहीमा हमला गर्नुभयो र धेरै अप्ठ्यारो खालको परिस्थिति सिर्जना भएको थियो। हामीले उहाँहरूलाई त्यसबेला पनि भन्यौँ शान्तिपूर्ण आन्दोलन बिथोलिने गरी तपाईँहरू यस्ता हिंसात्मक गतिविधिहरू नगरिदिनुहोस्, रोकिदिनुहोस् भनेर। सात दलको आह्वानमा आन्दोलन भएको, सात दलको अगुवाईमा आन्दोलन भएको र त्यो सम्पूर्ण नेपाली जनताको आन्दोलन र अन्तर्राष्ट्रिय समुदायको समेत एउटा व्यापक समर्थनमा भएको लोकतान्त्रिक आन्दोलन हो भन्ने सबैलाई थाहा छ। त्यसमा नेकपा माओवादीको वा अरू कसैको योगदान छैन भनेर भन्ने हामीलाई कुनै सौक छैन, हामी त्यो भन्न चाहँदैनौँ। तर हिंसात्मक गतिविधिको पनि नेता हामी हौँ, शान्तिपूर्ण आन्दोलनको पनि नेता हामी हौँ। हिंसात्मक बाटोबाट सफल भएको भए त्यो पनि हामीले गरेको हुने नै थियो, किनभने त्यो अरूले त हिंसा गरेकै छैन। अनि शान्तिपूर्ण आन्दोलनबाटै हुन्छ भनेर भन्ने, शान्तिपूर्ण आन्दोलनबाट हुन्छ हिंसाबाट हुँदैन भन्ने हामीहरूको भनाइ, सात दलको भनाइ। शान्तिपूर्ण आन्दोलनबाट सम्भवै छैन, हुँदै हुँदैन भन्ने उहाँहरूका वक्तव्य त्यसै ढङ्गमा पनि हेर्नु। शान्तिपूर्ण आन्दोलनबाट सम्भव छैन भन्ने, अनि शान्तिपूर्ण आन्दोलन सफल भइसकेपछि फेरि यो त हामीले गरेको भन्ने। अब यो खालको कुरा र अर्को तपाईँलाई एउटा कुरा ध्यान आकर्षण गरौँ। अप्रिल 24 तारिकका दिन राजाबाट जुन घोषणा भयो, त्योभन्दा अगाडि 21 को घोषणा सात दलले अस्वीकार गरे र माओवादीको तर्फबाट हामी आन्दोलनलाई सात दलले टुङ्ग्याउन सक्छन्, धोका दिन सक्छन्, हामी गणतन्त्रसँग नपुर्याइ छोड्ने छैनौँ, नेपाली जनताको आन्दोलनको नेतृत्व गर्न हामी सक्षम छौँ भन्ने लप्पाजी पनि माओवादीहरूको तर्फबाट आएकै हो। त्यो आयो र सात दलले जब राजाको त्यो 8 गते अर्थात् वैशाख 8 गते अर्थात् अप्रिल 21 तारिकको घोषणा, त्यसलाई सात दलले अस्वीकार गरे र आन्दोलन उचाइमा उठ्यो। माओवादीहरूमा एउटा के भ्रम पर्यो भने सात दलले माओवादीलाई फलो गरेर आन्दोलनलाई निरन्तरता राखे। सात दल गयो भने पनि हामी आन्दोलन उठाउन सक्छौँ, आन्दोलन अगाडि लान सक्छौँ, हाम्रो आन्दोलन जारी नै छ भनेको। अनि 11 गतेको घोषणाभन्दा पछि 12 गते दुई प्रकारका वक्तव्य आए। 24 घण्टामा 3टा वक्तव्य आए। माओवादीले आन्दोलन स्थगित कुनै हालतमा हुँदैन, सात दलले धोका दिएका छन्, आन्दोलन अगाडि बढाउँछौँ भने। सात दलले अहिले आन्दोलनको सफलता यहाँ पुगेको छ, यसलाई लिएर जानुपर्छ, अब आन्दोलन रोकौँ भन्ने कुरा गरे र जनता विजय उत्सव मनाउन सडकमा उत्रियो। माओवादीको भनाइलाई कसैले सुने
माओवादीको भनाइ कसैले नसुनेपछि 24 घण्टापछि माओवादीले आफू धेरै पछाडि छोडिएको महसुस गरेर 24 घण्टाभित्र आफ्नो नीति बदलेर निरन्तर आन्दोलनको नेतृत्व गर्न सक्षम चाहिँ हामी छौँ भन्ने जुन दाबी थियो त्यो पार लाग्ने रहेछ भन्ने कुरा बुझेर जनता सात दलको साथमा रहेछ भन्ने थाहा पाइसकेपछि अनि सात दलसँग फेरि माओवादीहरू सात दलका नीतिहरूमा घसारिँदै नयाँ वक्तव्यका साथ हेर्नुपर्छ आदि इत्यादि भन्दै अनि संविधान सभाको निर्वाचन गराउने भन्दै त्यसमा एउटा इज्जत जोगाउनका लागि केही गतिविधि गर्दै आएको त दुनियाँलाई थाहा छ। त्यसकारण माओवादीका कतिपय विश्लेषणहरू आवेश उत्तेजनामा भ्रमपूर्ण र गलत विश्लेषणमा भ्रमपूर्ण मान्यतामा आधारित हुने गर्छन्। त्यसैमा गर्व गर्नु र अनि जिउँदा बाघसँग लड्ने हामी मरेका बाघको जुगा उनीहरूले उखेले शान्तिपूर्ण आन्दोलनले 19 दिनमा जुन काम गर्यो 10 वर्षको हिंसाले के गर्यो? त्यसको मतलब मन्त्रीजी भन्नु खोज्नु भएको 15,000 मान्छे मरे। माओवादी हतियारको बलमा चाहिँ उनीहरूको चाहिँ बोलीको चाहिँ उचाइ बढिरहेको छ भन्नु खोज्नु भएको। माओवादीहरूले बेकारको डङ्क पिटाउनु व्यर्थ छ। हिंसात्मक बाटोमा उहाँहरूको विश्वास हो, शान्तिपूर्ण आन्दोलनमा विश्वास होइन। उहाँहरू तिरिमेरी हुनुभएको छ अहिले। उहाँहरूको दिमाग चकराएको छ कि शान्तिपूर्ण आन्दोलनले यत्रो उपलब्धि कसरी लियो अनि भन्नुहुन्छ हिंसात्मक गतिविधि नभए यो आन्दोलन सफलै हुने थिएन भनेर। अब कसैले भनिदिन सक्छ म नभए यो आन्दोलन सफलै हुने थिएन, ऊ पनि त्यहाँ थियो भने त्यसको कुनै प्रमाण हुँदैन। जस्तै माओवादीका अध्यक्ष प्रसन्नजीले एकचोटि के भन्नुभएको थियो भने आन्दोलन शान्तिपूर्ण हुँदै होइन, शान्तिपूर्ण भएको भए 21 जना मान्छेहरू किन शहीद हुन्थे भन्ने कुरा भएको थियो। जस्तै त्यो बेकारको कुरा हो। शान्तिपूर्ण आन्दोलन हो, शान्तिपूर्ण आन्दोलनमाथि दमन भएको, दमनमा जनताले शहादत प्राप्त गर्नु पर्यो। निरङ्कुश तन्त्रले आफूलाई जोगाउन, आफ्नो निरङ्कुश शासनलाई जोगाउन निर्मम ढङ्गले दमन गर्न खोजेको हो, तर त्यो पार लगाउन सकेन। आन्दोलन शान्तिपूर्ण हो, हतियार उठाइएको होइन, हिंसात्मक गतिविधि गरिएको होइन। 10 लाख मान्छे काठमाडौँमा, देशभरिमा 50 लाख मान्छे हतियारसहित उठेका होइन। त्यसकारण त्यो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो र दुनियाँलाई थाहा छ। यदि त्यो आन्दोलन नै हिंसात्मक हो भने बन्दुक किन चाहियो? मन्त्रीजी अर्को कुरा यहाँ जस्तै अब नयाँ कुराहरू लाग्नु, जस्तै माओवादीले अहिले चाहिँ तुरन्तै संसद विघटन पुरा गरेका छन्। लाखौँ मानिसहरूको बलिदानपूर्ण सङ्घर्षबाट शान्तिपूर्ण आन्दोलनको माध्यमबाट पुनस्थापित भएको एउटा चाहिँ जुन प्रतिनिधि सभा छ त्यसलाई तुरन्त भङ्ग गर्नुपर्छ भन्ने माओवादीको अहिले नयाँ माग थपिनै रहेको छ। दिनको दिन माग थपिने प्रक्रियाहरू माओवादी यो संसद चाहिँ के हो भने अब यो नाम जुन रहिन्जेल अनन्त राख्नका लागि भनेकै होइन। यसका निश्चित कामहरू छन्। पुरा भएपछि अर्को वैकल्पिक व्यवस्था भएपछि संसदले आफ्नो अभिभार हस्तान्तरण गर्दछ। तर मेरो विचारमा के हो भने जनताको प्रतिनिधि संस्थाको निरन्तरता चाहिँ आवश्यक पर्ने रहेछ। विगतका अनुभवहरूले देखाएका छन्। नत्र भने कुनै तलमाथि पर्न सक्दछ। त्यसकारण तलमाथि पर्न नदिनका लागि जनप्रतिनिधि संस्था मौजुद रहनु पर्दछ। यहाँको मतलब भनेको मतलब अब तपाईँको संविधान सभाकोबाट चुनाव भएर नयाँ प्रतिनिधि नआउनेसम्म प्रतिनिधि सभा रहनुपर्छ भन्नुहुन्छ। प्रतिनिधि संस्था नभएसम्म प्रतिनिधि सभा रहनुपर्छ। तर माओवादीले अडान राखेर संसद विघटन गर्नुपर्छ भन्ने अडान लियो भनेर वार्ता फेरि अघि नबढ्नेको होइन। अब माओवादीसँगको वार्ता वा शान्ति स्थापनाका लागि संसद बाधक त होइन। संसद प्रतिक्रिया माओवादीहरू तपाईँको चाहिँ के भनिरहेको छ भने ढङ्गको माग गर्नु, आधारहीन माग गर्नु त्यो वाञ्छनीय पनि हुँदैन। अब कुन चाहिँ कुरा संसदले रोक्छ, के व्यवधान गर्छ? जस्तो मन्त्रीजी जस्तै अब प्रतिनिधि सभाको विघटनको कुरा त माओवादीले गरे, तपाईँ यहाँले भन्नुभयो प्रतिनिधि सभाको चाहिँ एउटा तपाईँको जनप्रतिनिधिमूलक संस्थाको निरन्तरता चाहिँ आएको 9 दिनसम्मको लागि चाहिन्छ भन्ने कुरा यहाँले गर्नुभयो। त्यो यथार्थतालाई अब विश्व समुदायले बुझेको छ र यसप्रति तपाईँको अहिले तपाईँको युरोपियन युनियन भ्रमणमा कहीँ यस्ता कुराहरू उठे? युरोपियन युनियन वा युरोपको भ्रमणमा मैले के पाएँ भने उहाँहरू सात दलको विश्लेषणमाथि विश्वास गर्नुहुन्छ। लोकतान्त्रिक आन्दोलनका नेतृत्व गर्नका लागि सात दलहरू त्यो नेतृत्व गर्न सक्षम छन् भन्ने उहाँहरूलाई विश्वास छ र सात दलको क्षमतामाथि वा सात दलको प्रतिबद्धतामाथि कसैको कुनै प्रकारको आशंका छैन। त्यसकारण सात दलले जे निर्णय गर्छन् त्यो सहज ढङ्गले अन्तर्राष्ट्रिय समुदायलाई मान्ने र मन्जुर हुन्छ। जस्तो मन्त्रीज्यू अब फेरि आगो नयाँ टपिक्समा लाग्नु, हिजो अस्ति भर्खर नवनियुक्त
प्रधानमन्त्रीज्यूले के भन्नुभयो भने एउटा चाहिँ लोकतन्त्रमा सबैले उत्तिकै स्थान पाउनुपर्छ, सबैले चलखेल गरेर पाउनुपर्छ र राजा सेरेमोनियल किङको रूपमा संविधान सभाको निर्वाचन नहुन्जेलसम्मको निमित्त राजालाई सेरेमोनियल किङको रूपमा चाहिँ मान्नुपर्छ भन्ने कुरा अवधारणा बाहिर ल्याउनु भएको छ। यो सम्बन्धी तपाईँको कुनै प्रतिक्रिया छ? होइन, अहिलेको अवस्थामा चाहिँ अब राज संस्था छँदैछ, त्यो एउटा यथार्थ हो र राज संस्था अब अधिकारसहितको होइन, सेरेमोनियल नै छ। संविधान सभाले तत्सम्बन्धमा निर्णय गर्छ, जनताले निर्णय गर्छ। जस्तो मन्त्रीजी आएको कुरा माओवादीहरूले चाहिँ अहिले तपाईँको के भन्छ, प्रदेश सभा चाहिँ तुरन्तै विघटन गर भनेर सात दलले चाहिँ राजनीति तपाईँको चाहिँ दिन प्रतिदिन चाहिँ दबाब दिएका हरेक पटक चाहिँ नयाँ मागहरू तपाईँको क्रममा चाहिँ प्रदेश सभा विघटनको माग उठाइरहेका छन् र माओवादीहरूले चाहिँ तपाईँको के भन्छ, राज संस्था विघटन गर भनेर भन्न सकिरहेको छैन। यस सम्बन्धी तपाईँहरू चाहिँ कसरी हेर्नु भएको छ माओवादीहरूको क्रियाकलापप्रति? माओवादीले के बुझ्नुपर्छ भने माओवादीहरू अन्तरिम सरकारमा आउन हतारमा छन्। अन्तरिम सरकारमा आएपछि उनीहरूले कति छिटै राज संस्था भङ्ग गर्छन् या कसरी भङ्ग गर्छन्। त्यसकारण मुलुकलाई सेफ ल्यान्डिङबाट लानुपर्छ, विग्रहको बाटोतिर जान दिनु हुँदैन भन्ने कुरा बुझ्नुपर्दछ र माओवादीहरूले त्यो माग गरिरहेका सम्भवतः आफूहरू संसदमा छैनन्, त्यसकारण आफू नभएका ठाउँ जति सबै समाप्त पार्नुपर्छ भन्ने उनीहरूको धारणा अन्तर्गत प्रदेश सभा, किनभने प्रदेश सभा भएपछि त्यहाँ निर्णय गर्दा उनीहरू हुँदैनन्। जस्तो मन्त्रीज्यू यहाँकै पार्टीको चाहिँ वरिष्ठ नेता वामदेव गौतमजीले पनि अस्ति एउटा वक्तव्य गर्नुभयो, यो भर्खर सभामा तयारी के भन्नुभयो भने प्रदेश सभा अविलम्ब विघटन गरिनुपर्छ, प्रदेश सभाको अब औचित्य रहेन भन्ने कुरा गर्नुभयो र यो अहिले एमाले भित्रैका पनि कतिपय चाहिँ तपाईँको चाहिँ स्थायी कमिटीका सदस्यहरूमा पनि त्यस्तो पनि वैमनस्यता अथवा कुनै फाटको अवस्था देखिएको हो? त्यस्तो चाहिँ छैन। अब त्यो उहाँको व्यक्तिगत विचार हो। हाम्रो संस्थाले प्रतिनिधि सभा अविलम्ब भङ्ग गर्नुपर्छ भन्ने कुनै निर्णय गरेको छैन। त्यसकारण अब म चाहिँ त्यो निर्णयभन्दा पर गएर बोल्न मुनासिब पनि ठान्दिनँ। अनि जस्तो अब तपाईँ भन्नुहुन्छ तपाईँको जिम्मेवार स्थायी समिति सदस्य यहाँ वामदेव गौतमजीले त्यसो भन्नुभयो, केही समय अगाडि यहाँकै जिम्मेवार सदस्य प्रदीप नेपालजीले तपाईँहरूको नियुक्तिको विषयलाई लिएर राजीनामा दिनुभएको छ, हल्ला पनि बाहिर आयो, हामी बाहिर विदेशमा बसेर त्यो समाचारको वाच गरिरहेको छ। उहाँले नियुक्तिको विषयलाई लिएर केहीमा राजीनामा गर्नुभएको होइन। उहाँले किन राजीनामा गर्नुभयो त्यो चाहिँ मैले पनि बुझेको छैन। कुरा हुनु पनि हामीले बुझेअनुसार चाहिँ तपाईँहरू चाहिँ यो सत्ताको चाहिँ भाग गर्नमा ठगिनु भयो, एमाले चाहिँ आफ्नो चाहिँ उसमा ठगियो भन्ने चाहिँ मलाई सम्झौता अनुसार ठगियो भन्ने कुरा बाहिर नाफा नोक्सानको विषय होइन, त्यसमा छलफल गर्न सकिन्थ्यो। तर कसैसँग जानकारी, कसैलाई जानकारी नदिकन, कसैसँग कुरा नगरिकन राजीनामा उहाँको आयो भन्ने कुरा जसरी आयो, मैले त पहिलोपल्ट के भने सञ्चार माध्यमबाट सुनेँ। म आफै आश्चर्यचकित भएँ कि कसरी आयो भनेर। पछि स्थायी कमिटीमा किन राजीनामा आयो भन्ने सन्दर्भमा चर्चा पनि भयो र किन आयो भन्ने चाहिँ स्थायी कमिटीले पनि थाहा पाएको छैन। उहाँको स्वास्थ्य राम्रो नभएको हुनाले उहाँ बैठकमा आउन सक्नु भएन। तसर्थ किन राजीनामा गर्नुभयो भन्ने कुरा चाहिँ त्यो मैले पनि राजीनामा स्वीकृत भएको छ, उहाँसँग बुझ्नै पाएको छ। जस्तो अब मन्त्रीज्यू अब तपाईँको विदेश यात्राको क्रम सँगसँगै नेपालमा नयाँ मन्त्रीमण्डलको पुनर्गठन प्रधानमन्त्रीले गर्नुभएको छ र नयाँ प्रधानमन्त्रीज्यू अमित शाहज्यूले नियुक्ति हुनुभएको छ। यस सम्बन्धी यहाँको कुनै प्रतिक्रिया छ कि? होइन, के प्रतिक्रिया छैन। एउटा पार्टी आएको थिएन, आयो, राम्रै भयो, त्यो म छँदै भएको होइन। आन्दोलनमा जस्तै भन्नुहोस् न, एउटा चाहिँ ठुला पार्टीहरू अरूमा नभए जस्तै नेपाली प्रजातान्त्रिक पनि आन्दोलनमा अथवा तपाईँ सङ्ख्यात्मक रूपमा पनि संसदमा चाहिँ बढी सदस्य सङ्ख्या भएको र एमालेको पनि तपाईँको मन्त्रीमण्डलमा चाहिँ सदस्य सङ्ख्या अथवा तपाईँको प्राप्त गर्नुभएको एउटा भागबन्डाको दृष्टिकोणमा त तपाईँको चाहिँ जनमोर्चाको त स्थिति त अलिक नाजुक थियो नि त। स्थानीय सानो पार्टीहरूले चाहिँ सरकारमा ल्याउँदाखेरि तपाईँको त्यस्तो केही? हामीले समावेशी ढङ्गले चल्न खोजेका हौँ, नत्र भने प्रदेश सभामा 10 सांसद बराबर एक मन्त्रीको हिसाबमा पर्ने हो। समानुपातिक गर्दाखेरि जसको त्यो सङ्ख्यामा पनि पुग्दैन त्यो समावेश गर्ने हो, समावेशीकरण अन्तर्गत पर्ने हो। उहाँहरू समावेशीकरण अन्तर्गत गर्नुभएको हो र हामी चाहिँ नि के भने अब उहाँहरू महिनौसम्म, 1.5-2 महिनासम्म प्रधानमन्त्री नपाउँदाखेरि आउन गाह्रो मानेर बार्गेन गरेर बस्नुभयो। अब त्यो खालको स्थितिमा लचिलो हुनु वाञ्छनीय हामीले देख्यौँ र अब हामी चाहिँ त्यो
पदको लागि धेरै लड्ने अभ्यास छैन। अरूले शब्दले भन्छन् र बेसरी लडाइँ पनि गर्छन्, चलचित्र पनि हुँदो रहेछ राजनीतिमा। तर हाम्रो चाहिँ त्यो छैन र हामी अलिक उदार पनि छौँ। जस्तो मन्त्रीज्यू अब तपाईँको पार्टी सम्बन्धी अलिकति केही कुरा गरौँ। जस्तै यहाँ गृहमन्त्री पनि हुनुभयो र मुलुकको चाहिँ राजनीतिमा निकै पटक हरेक क्षेत्रमा तपाईँ स्थापित हुनुहुन्छ, यो कुरा जगजाहेर छ। र तपाईँको नेकपा एमाले पार्टीभित्र एउटा चाहिँ अकल्पनीय एउटा दुर्घटना भयो, त्यो 2052 सालमा 50 सालमा मदन भण्डारीज्यू र देवराज आशिषज्यू एउटा चाहिँ दुर्घटनामा देवासान हुनुभयो। त्यो बेला जस्तो यहाँ पार्टीको तर्फबाट एउटा जाँचबुझ कमिटीमा पनि हुनुहुन्थ्यो र तपाईँले त्यतिखेर मलाई जहाँसम्म याद छ यहाँ चाहिँ त्यो घटना दुर्घटना हुन सक्दैन, यो षड्यन्त्र हो भनेर आफ्नो प्रतिवेदन पेस गर्नुभएको थियो पार्टीमा। र अहिले तपाईँ आफ्नो पदमा तपाईँको नेपालको सर्वोच्च गृह मन्त्रालय गृहमन्त्री क्षेत्र जिम्मेवारी पदमा बस्नुभयो, तपाईँको एकलौटी सरकार पनि बन्यो, तपाईँ विभिन्न कोलिसन गभर्मेन्टहरूमा पनि जानुभयो। त्यस सम्बन्धी तपाईँको चाहिँ जुन गर्नुभएको एउटा प्रतिवेदन थियो त्यस सम्बन्धी तपाईँले कारवाही गर्नु अथवा तपाईँको चाहिँ हत्यारा पत्ता लगाउनुतिर के गर्नु सक्नुहुन्छ? जब 51 सालमा एमालेको सरकार बन्यो त्यस बेला 18 महिना बितिसकेका थियो, धेरै प्रमाण नष्ट भएका थिए। मैले केही छानबिनहरू गोप्य रूपमा गर्न चाहेको थिएँ, तर काम अगाडि बढेको पनि थियो। तर त्यसको निष्कर्ष निस्किनभन्दा अगाडि नै सरकार भङ्ग भयो, त्यो अपूर्ण रह्यो। र अहिले हामी कोलिसन गभर्मेन्ट अन्तर्गत छौँ, एउटा चिज। अब अरू कतिपय पक्षहरूलाई हामीले जति त्यो त्यस घटनाको छानबिनलाई महत्त्व दिन्छौँ, अन्य सहभागी पक्षहरूले त्यति महत्त्व नदिन सक्दछन्। एउटा अहिलेको परिस्थितिमा तत्काल अब विगतका कुराहरूको छानबिन भन्दा पनि अहिले तत्कालका समस्याहरू समाधान गर्दै अगाडि बढ्ने र विगतका घटनाक्रमहरूको छानबिन गर्न अनुकूल स्थितिको सिर्जना गर्ने त्यो आवश्यकता पनि छ। त्यसर्थ अहिले तत्काल हामीले त्यस सम्बन्धमा कुनै समिति आयोग केही बनाउने अथवा छानबिन गर्ने काम प्रारम्भ गरेका छैनौँ। तर त्यसका निम्ति एउटा सुस्थिर वातावरण निर्माण गर्ने र अनुकूल वातावरण निर्माण गर्ने कामको बारेमा सोच्छ। पार्टीको तपाईँको जस्तो पार्टीको बैठकहरूमा पनि यसो छानबिन गर्नुपर्छ अथवा सरकारमा पनि एउटा चाहिँ समिति गठन गरोस् अथवा केही गरोस् भने त्यस्तो पार्टीमा छलफल हुन्छ भने यहाँ यसो हिजोआज अहिलेसम्म भएको छैन, किनभने त्यो प्रश्न प्रस्ताव हामीले नै उठाउने हो। त्यस सम्बन्धी विधिवत छलफल भएको छैन। तर हामी बिचमा कुरा नभएको होइन। अहिले तत्काल चाहिँ त्यसका निम्ति त्यति अनुकूल वातावरण छैन कि भन्ने हामीले ठानेका छौँ र अनुकूल वातावरण सिर्जना गरेर हामी कुरा गरेका छौँ। जस्तो मन्त्रीज्यू अब यहाँ बेल्जियममा आउनुभएको छ, बेल्जियममा आइसकेपछि विभिन्न सङ्घ संस्था नेपाली प्रतिनिधिहरूसँग यहाँको भेटघाट भयो, हामीले देख्यौँ विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूसँग तपाईँको भलाकुसारी भइरहेको छ। र बेल्जियममा नेपालीहरूको स्थितिप्रति यहाँले कस्तो मूल्याङ्कन गर्नुभयो? अब मैले नेपालीहरूको अवस्था विदेशमा धेरै नाजुक, धेरै अप्ठ्यारो पनि देखेको छु। खाडीका देशहरूमा अत्यन्तै नाजुक अवस्था छ। मलेसियाकै अवस्था त्योभन्दा धेरै यहाँभन्दा धेरै नाजुक छ। अरू कतिपय देशहरूमा पनि नाजुक छ भने यहाँ यो एउटा युरोपीय मुलुक अलिक सांस्कृतिक हिसाबले, आर्थिक हिसाबले, अनेक हिसाबले उठेको मुलुक र यहाँ आइपुग्ने मान्छे पनि सरदर अब अरू ठाउँहरूमा जस्तो मान्छे पुग्छ या खाडीका देशहरूमा जस्तो मान्छे पुग्छ त्योभन्दा अलिक फरक खालको, अलिक शिक्षाको हिसाबमा, चेतनाको हिसाबमा अलिक माथि उठेकै मान्छे आइरहेको हुन्छ। र अन्यत्रका नेपालीहरूको कतिपय ठाउँका, सबै ठाउँका म भन्दिनँ, अन्यत्र कतिपय ठाउँका नेपालीहरूको भन्दा यहाँका नेपालीहरूको स्थिति अनुकूल रहेको मैले पाएको छु। र केही समस्याहरू पनि रहेका मैले पाएको छु। ती समस्याहरू समाधान गर्न सरकारको तर्फबाट ध्यान दिनुपर्ने कुराहरूको आफ्नो हामी ध्यान दिन्छौँ। र यहाँ अब एनआरएन पनि छ, त्यो एनआरएनसँग पनि हामीले मिलेर काम गर्छौँ र त्यसका निम्ति केही गर्नुपर्ने कामहरू, त्यस मार्फत गर्नुपर्ने कामहरू अन्य संस्थाहरूसँग पनि मिलेर काम गर्न सरकार तयार छ। त्यसका निम्ति केही गर्नुपर्ने कुराहरू पनि सरकार अनुकूल वातावरणका निम्ति गर्नु। धन्यवाद। जस्तै मन्त्रीज्यू अब एउटा अर्को प्रसङ्ग निकाउँ, जब तपाईँ परराष्ट्र मन्त्रालयमा मन्त्रीको रूपमा नियुक्त हुनुभयो प्रधानमन्त्री साथमा र तपाईँको मन्त्रालयबाट श्रीमान सरकारले एउटा निर्णय गर्यो असार 19, 2059बाट चाहिँ नियुक्ति भएका राजदूतहरूलाई फिर्ता बोलाउने एउटा निर्णय गर्नुभयो र त्यो अनुसार चाहिँ कतिपय देशका राजदूतहरू सायद फर्किसक्नुभयो होला र हामीले केही दिन अगाडि फ्रान्सका राजदूत प्रदर्शक राणाज्यूसँग सम्पर्क गरेको थिएँ मैले। उहाँ त
त्यो राजदूतावास कर्मचारीहरूले दिएको जानकारी अनुसार उहाँको फर्किने मिति आइपुग्दैछ उहाँ फर्किने स्थितिमा हुनुहुन्न उहाँ सायद फ्रान्स छोडेर नेपालमा अन्त जाने स्थिति देखिरहेको छ यदि उहाँ नेपाल फर्किनु भयो भने त ठिकै छ फर्किनु भयो भने तपाईँको मन्त्रालयले त्यस्तो केही कार्यवाही केही छ मलाई त्यस्तो व्यक्तिगत रूपमा केही कार्यवाही त्यस सम्बन्धमा उहाँले फर्किन्न के भन्नुभएको छैन त्यो जानकारी मलाई छैन र अहिले नै त्यो विषय सामने नआइकन बोल्नु वाञ्छनीय नहोला मलाई लाग्छ सरकारले उहाँलाई काममा खटाएको हो फिर्ता बोलाएपछि उहाँ फर्किनु पर्दछ फर्किनु भएन भने अबसम्म के फर्किनु भएन भने त्यसपछि हेर्नुपर्छ कि के हुन्छ अन्त्यमा मन्त्रीज्यू हाम्रो अनलाइन नेपालन्युज.com हेर्ने हाम्रो पाठक तथा दर्शकहरूलाई नेपाल सरकारको तर्फबाट आफ्नो केही कुराहरू सन्देश दिन चाहनुहुन्छ अघि एकपल्ट यहाँले भन्दाखेरि श्रीबहादुर सरकारले निर्णय गरेको भन्नुभयो श्रीबहादुर सरकारले नेपाल सरकारले निर्णय गरेको हो र अब विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू नेपाली दाजुभाइ दिदीबहिनीका संस्थाहरू विभिन्न सङ्घ संस्थाहरू र नेपालको विकास निर्माण वा विभिन्न पक्षसँग सम्बन्धित अन्य संस्थाहरू सबैमा म शुभकामना व्यक्त गर्न चाहन्छु कि नेपालप्रति माया गरेर विभिन्न प्रकारका सङ्घ संस्थाहरू बनाइएको छ नेपालप्रति चिन्ता जाहेर गर्दै नेपालप्रति चासो र सरकार राखेर जुन गरिएको छ ती संस्थाहरू फलन पुगुन् शुभकामना गर्न चाहन्छु र नेपाली दाजुभाइ दिदीबहिनीहरू जो विदेशमा हुनुहुन्छ उहाँहरू सबैको स्वास्थ्य राम्रो रहोस् सुस्वास्थ्य होस् उहाँहरूलाई सफलता मिलोस् र सकेसम्म छिटै अनुकूल वातावरण बनोस् देशभित्र फर्किनका निम्ति त्यो शुभकामना गर्न चाहन्छु र कुनै चिज सरकारको तर्फबाट गर्नुपर्छ भने जनताको माग आओस् या जानकारी आओस् नेपाल सरकारले अनुकूल वातावरण निर्माण गर्न सक्दो सहयोग पुर्याउनेछ मन्त्रीजी जस्तै नेपाल सरकार र श्रीपाल सरकारको विषयमा अलिक कुरा आयो म एउटा कुरा जान्न चाहन्छु मन्त्रीजीको पासपोर्टमा श्रीपाल सरकार छ कि नेपाल सरकार छ त्यो जानकारी दिन सक्नुहुन्छ पासपोर्टमा के छ भने यो निर्णय गर्न साथै हामीले पुराना पासपोर्टहरू सबै बदल्न सकेका छैनौँ मैले पनि हेरेको छैन हामी चाहिँ हेर्न सकिन्थ्यो कि हुनसक्छ तर श्रीपाल सरकारले छ पासपोर्टमा अहिले पनि हामीले नयाँ पासपोर्ट छाप्न सकेका छैनौँ किन यो पासपोर्ट छाप्नलाई फेरि टेन्डर गर्नु पऱ्यो ग्लोबल टेन्डर गर्नु पऱ्यो त्यसमा लाखौँ खर्च गर्नु हुन्छ फेरि अर्को खर्च गर्नु पर्यो मन्त्रीजी जस्तै भन्नु रातारात श्रीपाल सरकारले यत्रो निर्णय गर्छ त रातारात 10औँ घरमा आवाजहरू जेलमुक्त हुन सक्छन् भने तपाईँ मन्त्रीजी परराष्ट्र मन्त्रीजी हुनुहुन्छ परराष्ट्र मन्त्रीजीको पासपोर्ट सरकारको नाम बदलिएको छ श्रीपाल सरकारैले के हो पासपोर्ट गरिरहँदा बाटोमा अझै आइ परेन होइन त्यस्तो छँदै छैन श्रीबहादुर सरकार छैन सरकार नेपाल सरकारै छ ओके मैले कागजपत्र सबैतिर नेपाल सरकारले धन्यवाद ठिक छ मन्त्रीजी धन्यवाद पासपोर्ट देखाउनु पर्यो ठिक छ पासपोर्टमा एकचोटि पति छाया देख्न हेर्न पाएँ मेरो भिजिटिङ कार्ड नै छ थ्याङ्क यू धन्यवाद त्यो कार्ड हेरेपछि त्यसबाट हुन्छ हामी त त्यही हो नेपाल सरकार होला यहाँ त्यो देखेको छैन मिनिस्टर अफ फरेन अफेयर्स नेपाल सरकार छैन हो र के छ मिनिस्ट्री अफ फरेन अफेयर्स शीतल निवास काठमाडौँ नेपाल गभर्मेन्ट अफ नेपाल साइडमा हुनुपर्ने यहाँ गभर्मेन्ट पासपोर्टमा के छ भने चाहिँ एकचोटि हेर्न पाएँ उनीहरू ठाउँमा एकचोटि हेरौँ न त्यो साथीहरूसँग फोटो ल धन्यवाद ठिक छ मलाई चाहिँ धन्यवाद यहाँको सबैको लागि धन्यवाद पर्दछ कि आर्थिक अनुशासन हाम्रो स्ट्रिक्ट हुनुपर्दछ हामीले टेन्डर गरेको हुनुपर्दछ टेन्डर गरेर मात्रै कारोबार गर्न सकिन्छ